हाई गाइज आजको यस भिडियोमा हामीहरू सिक्नेछौँ क्लास 12 को क्यालकुलस अन्तर्गत डेरिभेटिभ्सको फर्मुला। डेरिभेटिभ्सको फर्मुला के हुन्छन् आजको यस भिडियोमा हामीहरू छलफल गर्नेछौँ। फर्स्टमा हामीहरू देखौँ पहिला यसलाई कसरी पढ्ने के यसलाई पढ्नको लागि त डेरिभेटिभ अफ y विथ रेस्पेक्ट टु x पढिन्छ। यसलाई डेरिभेटिभ माथि जे हुन्छ डेरिभेटिभ अफ y विथ रेस्पेक्ट टु x, ठीक छ। तल जे हुन्छ त्यो विथ रेस्पेक्ट टु त्यहाँ हुन्छ। त्यसै गरी यो विथ रेस्पेक्ट टु सर्टकटमा के हुन्छ डब्लु डट यस्तो पनि लेखिन्छ विथ रेस्पेक्ट टु। अब के हुन्छ कन्स्टेन्टको डेरिभेटिभ के हुन्छ त डी बाई डिएक्स, यहाँ कन्स्टेन्ट छ त्यसको डेरिभेटिभ के हुन्छ त्यसको डेरिभेटिभ हुन्छ 0। मानौँ यो डेरिभेटिभ सोधिदियो कसैले 5 एउटा के हो कन्स्टेन्ट हो, यसको डेरिभेटिभ के हुन्छ 0 हुन्छ। त्यसै गरी डेरिभेटिभ अफ साइन एक्सको डेरिभेटिभ के हुन्छ कसैले सोधिदियो भने के हुन्छ कस एक्स हुन्छ कस एक्स। त्यसै गरी कसको डेरिभेटिभ के हुन्छ कसको डेरिभेटिभ हुन्छ माइनस साइन एक्स। त्यसै गरी ट्यानको डेरिभेटिभ के हुन्छ ट्यान एक्सको डेरिभेटिभ हुन्छ सेक स्क्वायर एक्स। त्यसै गरी कटको के हुन्छ कट एक्सको त हुन्छ माइनस कसेक स्क्वायर एक्स हुन्छ। त्यसै गरी डेरिभेटिभ सेकको के हुन्छ सेक एक्सको यसको हुन्छ सेक एक्स ट्यान एक्स हुन्छ। त्यसै गरी डेरिभेटिभ अफ कस एक्स के हुन्छ कसेक एक्स, यहाँ हुन्छ माइनस कसेक एक्स इन्टु कट एक्स, ठीक छ। त्यसै गरी सोधिदियो डेरिभेटिभ अफ एक्स को पावर n, यो एक्सलाई के भनिन्छ यो एक्स छ नि यसलाई भेरिएबल भनिन्छ, यसको हुन्छ n एक्स को पावर n माइनस 1 यसको हुन्छ। त्यसै गरी डेरिभेटिभ अफ लग एक्स के हुन्छ यसको हुन्छ लग एक्स को 1 बाई एक्स हुन्छ। त्यसै गरी डेरिभेटिभ अफ ए को पावर एक्स यसको के हुन्छ ए को पावर एक्स लग एक्स हुन्छ। ए को हामीहरू यो चाहिँ फर्मुला प्रुभ गर्नेछौँ यो डेरिभेटिभ अफ साइन एक्स दिस इज इक्वल टु कस एक्स। तो लेट के गर लेट y इज इक्वल टू साइन एक्स यो एउटा के भयो एउटा फंक्शन भयो, ठीक छ। अब बाई डेफिनेसन अफ
डेरिभेटिभ के हुन्छ dy by dx this is equal to limit s tends to 0 f x plus h minus fx divide by s हुन्छ लिमिट s tends to 0 अब यो छ नि साइन x छ यहाँ x plus h साइन के भइहाल्छ x plus h minus fx को ठाउँमा साइन x भइहाल्छ डिभाइड बाई h हुन्छ साइन यहाँ फर्मुला के युज गर्ने साइन c माइनस साइन d त्यसको फर्मुला के हुन्छ s tends to 0 यहाँ लेखिरहेको छु म साइन c माइनस साइन d यसको बराबर के हुन्छ 2 cos c प्लस d डिभाइड बाई 2 साइन c माइनस d डिभाइड बाई 2 अब हेर 2 के हुन्छ cos c प्लस d x प्लस h प्लस x डिभाइड बाई 2 इंटू साइन x प्लस h माइनस x डिभाइड बाई 2 डिवाइड बाई h ठीक छ अब हेरौँ लिमिट s टेन्स टू 0 2 cos के हुन्छ 2x प्लस h डिवाइड बाई 2 इंटू यो x क्यान्सल हुन्छ साइन h बाई 2 ठीक छ डिवाइड बाई h छ ठीक छ हामीहरू एउटा फर्मुला के पढेछौँ एउटा फर्मुला के पढेछौँ यो जब लिमिट x टेन्स टू जब 0 हुन्छ साइन x डिवाइड बाई x दिस इज इक्वल टू 1 हुन्छ यो फर्मुला हामीहरू यहाँ युज गर्छौँ यो यहाँ के छ s डिवाइड बाई 2 छ म पनि यहाँ s डिवाइड बाई 2 गर्छु s डिवाइड बाई 2 यहाँ इन्टु 2 ठीक छ अब यसको सट्टामा अनि यसको सट्टामा के लेख्न सकिन्छ यहाँ के छ s टेन्स टू 0 छ दुवैको सट्टामा 1 लेख्न सकिन्छ त लिमिट s टेन्स टू 0 ठीक छ यो 2 अनि यो 2 क्यान्सल ठीक छ cos 2x प्लस h डिवाइड बाई 2 अनि यसको सट्टामा 1 भइहाल्छ भाइ यसको भ्यालु के छ s टेन्स टू 0 यहाँ 0 राखौँ cos 2x प्लस 0 डिवाइड बाई 2 के आयो cos 2x डिवाइड बाई 2 cos x आयो यो के भइहाल्छ डेरिभेटिभ अफ यहाँ के छ साइन x छ साइन x यही हुन्छ